अहिले म हनोईको डोमेस्टिक एयरपोर्टमा छु र म यहाँबाट दनाङतर्फ जाँदैछु र अब दनाङको लागि जो एउटा समुद्र सिटी हो सी सिटी त्यहाँ जाँदैछु दनाङ अनि यो यहाँको एयरपोर्ट डोमेस्टिक एयरपोर्ट गेट नम्बर 2 मा भनेको छ म त्यहाँ म गइरहेको छु This is announcement for Vietnam Airlines. This is the last call for passengers on flight. यसरी अब म चाहिँ हनोईबाट दनाङतर्फ जाँदैछु हनोई चाहिँ अब एक प्रकारको पुरै ल्यान्डले घेरेको छ ल्यान्ड छ धेरै त दनाङ भनेको चाहिँ समुद्रको साइड हो सी साइडपट्टि जाँदैछु विडजेट एयरबाट बस तल आएको छ यसरी हामी दनाङ इन्टरनेसनल एयरपोर्टमा आइपुगेको छौँ दनाङ सी साइड दनाङ दनाङ इन्टरनेसनल एयरपोर्ट यहाँबाट चाहिँ हामी बाना हिल्स जाँदैछौँ माथि यो केबल कार चढेर यहाँको हिल साइड हो अनि तपाईँको समुद्र पनि छ र हिल दुइटै मिक्स यो एरिया चाहिँ बाना हिल्स भन्छ दनाङ अब यहाँबाट चाहिँ बसमा चढेर माथि केबल कार स्टेसनसम्म जानुपर्छ बाना हिल्स जानुको लागि यसरी हामी बसमा बसेको छौँ अब यहाँबाट बाना हिल्स केबल कार चढ्ने ठाउँतिर जाँदैछ बसबाट अब यहाँबाट चाहिँ केबल कारको टिकट लिन्छौँ टिकट लिने ठाउँ यता छ टिकट काउन्टर चाहिँ बाना हिल्स जाने केबल कार स्टेसनको टिकट काउन्टर Hello, I need a two-way tickets. Two? Only one. Only one. Okay, I have a combo. Do you want
car and lunch buffet. Okay. Yeah, I have a famous restaurant on Mana Hill. Okay. Four season, you want to try? Just extra 300 for buffet. Okay. This is combo Yes, for combo. cable For car cable car and lunch buffet. and lunch buffet. Yes. And Golden Bridge The also ticket? include a cable car two-way, and you can visit everywhere on the top. Okay. Include the Golden Bridge, Friendly Lake. Okay. Golden Bridge no ticket? No need ticket? No need ticket. Okay, okay. It includes. This is good? Yeah. Okay, then this one, okay? यसरी टिकट लिइसकेपछि यो चाहिँ बुफेट सँगैको लन्च र बुफेट अनि केबल कार पनि अनि लियो लगभग यसको प्राइस चाहिँ लाग्यो कति 13,30,000 रुपियाँ 13,30,000 रुपियाँ लाग्यो भन्नाले नेपाली 4,000 रुपियाँ अनि तपाईँ भेटनाम आउँदैछ भने सुरुमा त तर्सिन्छ है 13 लाख 14 लाख भन्छ अनि बाइक ट्याक्सीले तपाईँको कति 15-20 हजार भन्छ तर त्यो सबै भनेको 100-200 अनि यो 13,30,000 भनेको चाहिँ 4,500 जति पऱ्यो है ओके ल यसरी अब हामी केबल कारतर्फ जाँदैछौँ भेटनामको केबल कार यो भाइले चाहिँ के दिइरहेछ थ्याङ्क यू ब्रदर यो प्रचार गरेको बियरको रहेछ बियर खाऊ भनेर हामी त बियर खानेमा परेन अब हाम्रो चन्द्रगिरी केबल कार हुँदा नि यहाँ फरक रहेछ हेर्नु त यस्तो मसाज चेयरहरू रहेछ अनि त्यहाँ बाना हिल्स कस्टमर सर्भिस भनेको छ म त त्यहाँ जाँदिनँ सिधै केबल कार त हेर्दा होटल जत्रो छ है ठुलो छ यस्तो ठुलो अब पहिला वासरुम जान्छु ल ओके ल यसरी अब केबल कार थ्रो गइरहेछ हामी ओहो यहाँ त स्टारबक पनि रहेछ माथि रमाइलो भयो त साथीहरू ल यस्तो ठुलो बनाएको छ यिनीहरूले भन्नाले टुरिज्म तान्नुको लागि धेरै कुरा गर्न सकिँदो रहेछ लगानी अनि यो चाहिँ बाना हिल्स जाने स्टेसन केबल कारको बाटो अनि केबल कार फेरि एउटा छैन यहाँ थुप्रै लाइनमा एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा पुरै लाइनमा केबल कार केबल बिसाएको छ हेर त्यहाँ हेर्नुहोस् उपर देख्दैछ एउटा यहाँ छ ठाउँ ठाउँमा हाम्रोमा चाहिँ दुईतर्फी मात्रै हुन्छ होइन एकतर्फी जाने एकतर्फी आउने यहाँ चाहिँ 1 2 3 4 5 6 7वटा केबल कारको लाइन छ अनि यहाँ टी सर्टहरू सोभिनियरहरू यहाँ पाउँदो रहेछ अनि हामीले यहाँ देख्न सक्छौँ यहाँको ट्रेडिसनल ड्रेसहरू भेटनामिज ड्रेसहरू अब अलिकति ओल्डेस्ट मोडलमा बनाएको रहेछ जाने बाटो चाहिँ अनि आइसक्रिम पार्लरहरू पनि धेरै रहेछ अब यहाँबाट हामी वक चाहिँ गर्नु पर्दो रहेछ लगभग तलबाट 15 मिनट जति भयो हिँडेको वक गर्नुपर्छ वक गर्दै हिँड्नुपर्छ थ्याङ्क्स थ्याङ्क यू यिनीहरू चाखा चाखा हुँदैछ यो के खाने कुरा हुन्छ थियो कफी सप खानेकुराहरूको धेरै छ ठाउँ तर हिँड्नु चाहिँ पर्दो रहेछ 15 मिनट जति भयो हिँडेको माछा ल हेर्नुहोस् केबल कारको लागि हिँडेको छ यहाँ गा होइनान यिनीहरूको ल्याङ्ग्वेज चाहिँ तपाईँको रोमन्समा छ रोमन्समा हेर्नु न रोमन्स ल्याङ्ग्वेज यहाँ क्युमा फेरि लाग्नु पर्यो Where you from? फ्रम नेपाल Okay, take a glass of out. ग्लास Yes.
वेलकम। अब फोटोसोटो खिचेपछि माथि जाँदैछु म केबल कारको लागि। लगभग 20-25 मिनट नै उभिनु पर्यो त्यहाँ। अब चाहिँ आउँछ होला केबल कारको। माथिको माथि ढुङ्गाहरू त माथि टाँसे रहेछ। यो केबल कार बाना हिल्स जाने सन वर्ल्ड भन्नेले यहाँ चलाउँदो रहेछ कम्पनीले। बाना हिल्स जाने केबल कार। यसरी हामी अब केबल कारभित्र जाँदैछौँ। हाम्रो चाहिँ यो रोमा आउँछ। केबल कारभित्र पसिसकेको छौँ। अब एकछिनमा सुरु हुन्छ होला यहाँबाट अगाडिपट्टि। बाना हिल्स जाँदैछौँ, भियतनामको हिल साइड एरिया। ए स्पिड खोला 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 रहेछ। खोला बाना हिल्स जाँदैछौँ हामी। केबल कार त्यहाँ पनि छ है ल। अनि ऊ पर पनि छ केबल कार। केबल कार छ। यसरी हामी बाना हिल्सको टपमा आइसकेको छौँ। टप माथि बाना हिल्सको माथिपट्टि आइपुगेको छौँ। अनि यो केबल कार त्यहाँ 6-7 वटा छ। अब हामी यहाँबाट फेरि माथि जानेछौँ। अनि यसरी हामी माथिपट्टि आइसकेको छौँ। यहाँ रेस्ट गर्ने ठाउँ, सोभिनियरहरू, रेस्टुरेन्टहरू छ। यहाँ एउटा फेमस ब्रिज छ, गोल्डन ब्रिज भन्छ। त्यो ब्रिज देखाउनु गइरहेको छु साथीहरूलाई। हेर्नुहोस् गोल्डन ब्रिज कति भिड छ। यो गोल्डन ब्रिज धेरै फेमस छ वर्ल्डमा नै। तपाईँले देख्दै हुनुहुन्छ यो दृश्यमा। भियतनामको दनाङको माथि हिल साइडमा बाना हिल्समा आएको छौँ, जहाँ गोल्डन ब्रिज। यो ब्रिज हो गोल्डन ब्रिज। अनि गोल्डन ब्रिजमा आइसकेको छौँ हामी। यहाँ देख्दिनुहुन्छ बुद्धको स्ट्याचु छ ठुलो। अनि तल चाहिँ पुरै हिल साइड छ। अनि यसको तलपट्टि यहाँ समुद्र छ, समुद्र। यहाँ चाहिँ हिल साइड। यसरी गोल्डन ब्रिज हेरेर हामी अब यहाँ गार्डन छ, एउटा गार्डनतर्फ जाँदैछौँ। यो माथि हिल साइड बाना हिल साइडमा हेर्नुहोस्
यस्तो रेस्टुरेन्टहरू छ। यस्तो माथि यहाँ स्टारबक पनि राखिदिएको छ। यसरी अब हामी गोल्डन ब्रिज हेरेर गार्डनतर्फ गएका छौँ। यो चाहिँ तल अझै गार्डन एरिया, मेन गार्डन एरियामा पुग्दैछौँ हामी। अब बुफेट लागेको छ। के खाने खाऊ यार, जे खाने खा। 3000 रुपियाँको खाना हो, जे खाने चाहिँ खा। पुरा लाइन बुफेट लागेको छ। प्लेट चाहिँ कताबाट ल्याउने है। ओके के खान्छ खाऊ। बेलुकाको समय समुद्र अनि समुद्र मान्छेहरू खेलिरहेको छ। कस्तो मजाको घाम त्यो प्रकाश दिएको छ। अनि यहाँ अचम्मको कुरा चाहिँ यहाँ पहाड छ, पहाडमाथि बादल लागिरहेको छ पुरै। अनि यता पनि पुरै पहाडै पहाड छ, यो माथितिर पुरै पहाडहरू छ, पुरा पहाड छ।
अनि त्यहाँ खोलाहरू छ, चिसो छ। आज हामी गएको त्यतै माथि हो, बाना हिल भन्छ। अनि यो पुरै चिसो छ यो ठाउँ माथि। अनि हेर पहाड र समुद्र सँगै अचम्मको ठाउँ। अनि यसलाई चाहिँ दनाङ भन्छ, दनाङ। यो चाहिँ साथीहरू भियतनामको ठुलो सिटी होचिमिन हो। पहिला यसको नाम साइगोन थियो, पछि होचिमिन लिडरबाट यसको नाम होचिमिन राख्यो। अनि यो होचिमिन सिटीमा हामी आइसकेको छौँ, म आइसकेको छु। अनि यो होचिमिन सिटीमा म आइसकेको छु। अनि यहाँको बेन्थेन भन्ने ठाउँ हो, बेन्थेन। बेन्थेनमा आयो। होचिमिन चाहिँ ठुलो सहर हो यहाँको। हनोई राजधानी भयो, क्यापिटल। दनाङ चाहिँ समुद्रको किनारा हो। यो भनेको चाहिँ अब आर्थिक हब भन्छ नि, इकोनोमिक, जहाँ इन्टरनेसनल नेसनल बिजनेसहरू, पोइन्टहरू, मलहरू ठुल्ठुलो, मेट्रो ट्रेनहरू भएको ठाउँ चाहिँ हो यो। अनि यसको नाम हो हो ची मिन। पहिला चाहिँ साइगोन थियो, अहिले हो ची मिन। अनि बेन्थेनमा आइपुगेको छौँ। यो चाहिँ बेन्थेन मार्केट। यहाँको लोकल मार्केट। यहाँ त सर्प पनि पाउँदो रहेछ साथीहरू। मलाई सर्प देखेको थियो अघि त्यो पछाडि, सर्प पनि रहेछ। यो तल त छैन सर्प, भाग्छु यहाँबाट। Thank you very much for your visit our factory. Also visit the handicap demo are working here. And our factory make a traditional art of Vietnam, lacquer and painting. And before going to the workshop, I would like to tell you about the production process. At first, we choose the wood body from the local tree, then cropping glow on it. This is very important step. It keeps the wood body flat and safe from damage from broken light. यति बेला हामी भियतनामको एउटा गाउँमा आएका छौँ। त्यो गाउँको नाम चाहिँ सुसी भन्ने गाउँ। अनि त्यो गाउँमा हामी युद्ध भएको ठाउँ, लडाइँ भएको ठाउँ, त्यहाँ हामी जाँदैछौँ हेर्नुलाई। गाउँको कल्चर, त्यहाँको जङ्गल, त्यहाँको टनल पनि छ त्यहाँ है गाइस। ल यति बेला भियतनामको सुसी भन्ने ठाउँमा आइपुगेको छु। कम्बोडियाको नजिक छ बोर्डर। यो पहिला भियतनाम वारको बेलामा बनाएको टनल, भियतनाम वारको बेलामा बनाएको टनल हो यो। From your left first, please. First of all, I pick you up from the Saigon City Center Point today, entering by the red road through the airport after 30 minutes. The jungle, the communists, they sneaking out to the pink area. They take the wearing, eatings, medicine, or import-export from the jungle battle back to the green area. So 5 color: red, green, blue, yellow, and pink. First level, 3 meters from your left to your right. A meeting room, a dining room, eatings and regroup combined with the यो चाहिँ विशेष गरी भियतनाम वारमा जति नै युएस आर्मीको एयरक्राफ्टहरू, उनीहरूको जति नै ट्याङ्कहरू थियो सबै
भियतनाम आर्मीले कब्जा गरेर पछि युद्ध अन्त भएपछि यहाँ राखेको हो। यो चाहिँ यहाँको एकदमै पुरानो चर्च। भियतनामको होचिमिन सिटीमा छ यो चर्च, ठुलो फ्रेन्चहरूले बनाएको चर्च, क्याथोलिक चर्च हो।